अब तपाईले भाइ 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 त्यसो गर न भाइ 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 त्यसो त गरेको छैन भन्थिस् नि त तैँले किन भन्छस् पहिले पनि तँलाई मैले एकचोटि मैले कलेजर नै हिँडेको थिइस् तर मैले वहाँनिर गाउँ ओडामा तँलाई मैले मिलेर बस्नु नानीहरूको भविष्य नबिगारौँ भन्दाखेरि तैँले हुन्छ मिलेर बस्छु भने 15 दिन पछाडि तँ यसैलाई फोन गर्ने होइन सिम लुकाएर यसैलाई फोन गरेको थिइस् यस गेडा मसाजको त्यो झारले चाहिँ खोज्ने रहेछ त्यो राम्रैसँग कस्तो झार भन्नुहुन्छ ऐसेलको बुढाले भन्नु न किन तपाईँ पनि गेडा गेडातिर गएको भन्दाखेरि तपाईँको हातबाट मसाज गर्न आएका व्यक्ति त रिसाउलान् नि रिसाउनुहुन्न तपाईँलाई खोजेर आउने व्यक्ति अरूलाई अरूसै गर्नुहोस् भन्दाखेरि त मजा नआउला नि फेरि ल